पुजारी होइन, म त जज हो, न्यायाधीश हो। जहिले पनि इन्डिपेन्डेन्ट भएर म बसेँ, जहिले पनि स्वतन्त्र भएर बसेँ मान्छे। यिनै बालेनको ग्रुप ल्याएर दैनिक जस्तो हामीले हप्काउँथ्यो, मलाई हप्काउँथ्यो आएर, यो गर्दै त्यो गर्दै त्यो गर्दै भनेर हप्काउँथ्यो। उहाँहरूले अलिकति सम्झिनुपर्छ, यसरी चल्दैन मुलुक, यसरी चल्दैन। यसरी यो जिद्दी गरेर जबरजस्ती गरेर रहेको पाइन्छ। सामाजिक सञ्जालको विभिन्न प्लेटफर्ममा सेयर गरेको उक्त भिडियोमा यस भिडियोको आवाज धेरैले सुन्न नसकेको गुनासो आएको छ। सरकारले जेएनजी आन्दोलन अगाडि विभिन्न 26 सामाजिक सञ्जालहरूमा तत्कालीन सरकारले 2082 भाद्र 19 गते प्रतिबन्ध लगाएको थियो, जसको फलस्वरूप 23 र 24 भाद्रमा जनआन्दोलनमा तत्कालीन सरकारले राजीनामा दिनुपरेको थियो। दिउँसो भिडियो निस्क्यो, मध्यरातमा गएर समात्यो। म सुन्न चाहन्छु यो सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैन। दुर्गा गोसाईलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन, गृहमन्त्रीसँग छ कि छैन।